Hi everyone, it's me Sonam Bhatmore and welcome to my another video. आज चाहिँ म today I am present here to discuss about what's the highlight of yesterday. So हिजोको हाइलाइट चाहिँ के थियो? हिजोको हाइलाइट चाहिँ इन्ट्रेस्टिङ प्लस रिवार्डिङ थियो. जस्ट हिजो बिहान चाहिँ कलेज गएको फर्स्ट पिरियड पढाइ भयो, सेकेन्ड पिरियड भएन एन्ड थर्ड पिरियडमा चाहिँ नेपथ्यको कन्सर्टको लागि प्रमोसन गर्नको लागि केही नेपथ्यका टिमहरू, नेपथ्य भनेको नेपालको ब्यान्ड भनौँ, उनीहरूको टिम मेम्बरहरू चाहिँ प्रमोसनका लागि चाहिँ आएका थिए. सो तिनीहरूले चाहिँ यहाँ हाम्रो कलेजको अगाडि चाहिँ यस्तो गेम राखेको थिए. कसैले सोधिरहेको थियो कि यिनीहरूलाई के च्यालेन्ज गराउने भन्दा मैले चाहिँ पुसअप च्यालेन्ज गर्ने भनेर भनेको. सो उनीहरूले चाहिँ पुसअप च्यालेन्ज गराएको थिए. त्यसमा चाहिँ उनीहरूले भनेको थिए कि अरू पनि अझै एक्स्ट्रा पार्टिसिपेन्टहरू आउनु सक्नुहुन्छ भने आउनुहोस् भनेपछि चाहिँ म पनि गएर जोइन गरेँ त्यसमा. सो त्यो पुसअप च्यालेन्जमा चाहिँ लगभग 15-16जना जति पार्टिसिपेन्टहरू थिए. सो त्यसमा चाहिँ म चाहिँ फर्स्ट हुन आएँ. लगभग कलेजको सामने लगभग मोस्ट अफ पिपुलको सामने चाहिँ मैले पुसअप च्यालेन्ज जितेँ, जसमा चाहिँ उनीहरूले रिवार्डको रूपमा चाहिँ मलाई अनि त्यो पुसअप च्यालेन्जमा चाहिँ मलाई यो ब्याग एक्सपर्ट एजुकेसन भिसाको तर्फबाट यो ब्याग ह्याम्पर प्लस एउटा एक्सट्रिमको ड्रिङ्क चाहिँ गिफ्ट अथवा प्राइज चाहिँ दिएका थिए उनीहरूले. सो हिजोको त्यो दिन चाहिँ मेरो बेस्ट हाइलाइट्स मध्येको आज अहिलेसम्म त्यो चाहिँ मेरो बेस्ट हाइलाइट्स मध्ये एउटामा पर्थ्यो होइन नि. हिजोको त्यो चाहिँ पुसअप च्यालेन्ज जित्नु चाहिँ मेरो बेस्ट हाइलाइट्समा पर्यो हिजोको. सो अहिले चाहिँ भिडियो बनाउने क्रममा चाहिँ यहाँ दाइहरूले चाहिँ यसो बाहिर घुम्न जाऊँ भनेर राख्नुभएको थियो. सो त्यसले गर्दा चाहिँ आजको चाहिँ फुल्ली एउटा भिडियो चाहिँ हुन सकेन. सो योसित चाहिँ 3टा पार्ट, 2चोटि कट गरेर 3टा पार्ट बनाएको छु. यसलाई चाहिँ म एडिट गरेर एउटै पार्टमा जोडेर हाल्नेछु. सो यही नै थियो हिजोको बेस्ट हाइलाइट्स. अनि ब्याड हाइलाइट्स अथवा नराम्रो हिजोको दिनमा बितेका नराम्रो दिनमध्ये एउटा भनेको लगभग अलि धेरै मोबाइल हेर्ने छ भनौँ. सो यसलाई चाहिँ मलाई चेन्ज गर्नु छ. मोबाइल हेर्ने ह्याबिटलाई चाहिँ मैले थोरै डिक्रिज गर्दै जानु छ. सो त्यही नै हो आजलाई यति. फेरि भोलि चाहिँ आजको बेस्ट एन्ड आजको हाइलाइट्स सम्बन्धी कुरा गर्नेछु भोलि चाहिँ. सो आजलाई चाहिँ यति नै. सी यू टुमारो. भोलि भेटौँला. बाई बाई. एन्ड एट द एन्ड सेल्फ चेन्ज ओन इट ओन.